गाडी पार्किङ गरिसकेको छु। मेरो पहिलो प्यासेन्जर आज तपाईँलाई देखाउने छु है त। ढिलो होइन, छिटो चाहिँ भएको नि। 6:30 बजे भनेको छिटो आएको जस्तो। खोइ त यस्तो फिन्च्यो पिन चाहिँ लामो छैन ट्याक्सीमा 1200 मा लान्छ भने छैन कान्छे चल्छ कि चल्दैन? बिचमा बस्ने बानी खराब छ क्या हाम्रो नेपालको। खोइ त नि हुँदैन रहेछ यसले। बिग्रिन्छ धेरै नघोष है बेसरी। म त त्यो एयरपोर्टमा केही खानु मन लागेन, केही खाएन, हिजोदेखि केही खाएको छैन। रुँदै नरुचेर घर आउने खुसीले हो कि दुखी? घर आउने खुसीले के भयो? खुसी हुन्छ नि त होइन। ऊ मम्मीलाई नै खाना खानु भएको छैन होला। मम्मी खानुभयो? मेरो मम्मीको त खुट्टा बाबु नैका काटा त। यत्रो ट्याक्सीमा यो ट्याक्सीले 1800 भन्दाखेरि ए मेरो आन्टीको यस्तै हो त नि। आन्टीको मन कति टेन्सन गयो नरिसाउनु न। भाइले खुसी रुपैयाँमा लान्छ होला भनेको। लान्छ अहिले इन्डाइ पठायो भने लान्छ त हो, किन लाँदैन? लान्छ नि, इन्डाइ पठाऊ। अहिले दुःख गऱ्यो भने लान्छ नि होइन र? बुझाउँछु त म तपाईँलाई, मैले किन यत्रो पैसा भन्दैछु भनेर। रातिको ट्याक्सीले पनि यत्रो लिँदैन, 500 मा पुर्याउँछ उहाँलाई। अब खुसी भएर हिँड्नु न। छोरी कति वर्षमा आउनु भएको? लानु पर्ने छ भने 500 मा लगिदिन्छ। फेरिमा कुदाइदिन्छ है आन्टीलाई। अब सर त आउने भने त नआएको। कति वर्ष बस्नुभयो बहिनी? 3 वर्ष 3 महिना। ए कस्तो छ? राम्रै छ कुवेतमा? हजुर। मतलब कम्पनीमा कि जब? कम्पनीमा। जब कम्पनी भन्दा राम्रै हुन्छ होइन? घरमा त अलिक प्रेसर हुन्छ होला। घरमा काम गर्नेहरू पनि छन् होला नि त साथीहरू। म त कोहीसँग बोलेन एक शब्द पनि। छोरी मान्छे धेरै जाँदो रहेछ विदेशमा। त्यो फुल चाहिँ कसले लिएर दिए हो? बहिनीले। ए धेरै छ नि आन्टी अहिले विदेश जानेहरू, छोरी मान्छेहरू हो कि नै भन्नु त। पहिले पो छोरी मान्छे गयो भने यस्तो त्यस्तो रे भन्थे। अहिले त फेसन जस्तै भइसक्यो। छोरा न छोरी समान जो पनि जान मिल्छ। छोरी मान्छे धेरै छ। छोरा मान्छे त मन परेन, चित्त बुझ्न जसरी नै आइपुग्छ नेपाल। छोरी मान्छे नै आइपुग्छ है। खोइ मलाई त्यस्तो लागेन। एउटा यता आउँदाखेरि म कस्तो उल्टो उयसमा बसेर म कुवेत एयरलाइन्स लिएर अनि त्यता जजिरामा गएर चाहिँ लाइन बसिरहेको रहेछ कि। 10 बजे फ्लाइट हो, 10:15 डिले भयो अनि फ्लाइट मिस भयो? नै अनि त्यसपछि 10:15 मा फ्लाइट लाइन भने आम्मामा कति धेरै छ। अनि मैले सोचेँ 2 घन्टाभित्रमा यो लाइन सिद्धिँदैन, यो त मेरो लाइन होइन कि जस्तो लाग्यो कि मलाई। अनि त्यसो 1 घन्टा बसेँ म 7 बजेदेखि 8 बजीसम्म। अनि डाउट लाग्यो मलाई। अनि त्यसपछि सोधेँ मैले, सोधेन म त साथीलाई म्यासेज गरेँ कि तिमी नेपाल जाने बेलामा जजिरा र कुवेत एयरलाइन्स एउटै थियो हो भनेर सोधेको। होइन हो भनेर भन्छ उसले पनि। अनि पछि एकचोटि सोध त त्यहाँ तिमीसँगै जाने मान्छेहरूलाई भनेर। अनि एकजना त्यो दिदीलाई सोधेको त जजिराको अरे। अनि कुवेत एयरलाइन्सको पनि हो भनेर सोधेको। खोइ मलाई त थाहा छैन। अनि एउटा दाइले थाहा रहेछ नि, यो त होइन त एयरपोर्टै छुट्टै छ भन्नुभयो। त्यसपछि म त हातेर रुनु न हाँस्नु भएको भने 2 घन्टा मात्रै बाँकी छ, भित्र छिराउँछ कि छिराउँदैन भने ट्याक्सीले केही चिन्ता लिनु पर्दैन, म पुर्याइदिन्छु भन्नु भएर भयो। अनि लिएर आइदिएर अनि त्यसपछि मम्मीसँग झन्डै भेट गराइदिएछ त्यसले छिराइदिएर होइन मम्मी? यस्तो कुदाको नत्र भने उतैतिर बसेर अर्को टिकट काट्नु पर्थ्यो, खर्च बढ्थ्यो। टिकट काट्यो भने त आफ्नै अनि पैसा हुन्थ्यो नि त। ल आफ्नै जाँदैन त मिस गर्यो भने आफ्नै इस्युले त आफूलाई लस हो नि त।
कहाँ 2000 कहिले कुरो हुन्थ्यो त मम्मी 1800 को उहाँ तपाईँको कति 50-60 हजार घाटा लाग्थ्यो छोरीलाई खुसी हुनुभयो अहिले हाँस्नु भयो मम्मी हाँस्दै हुनुहुन्छ अहिले 1 महिना अगाडिदेखि खुसी हुनु पर्यो नि त आफ्नो छोरी आफूले जन्मेको छोरी नेपाल यत्रो वर्षमा आउँदा खुसी हुनु पर्यो नि छोरा बाबु कता हुनुहुन्छ बाबु आएर 3 दिन आज 4 दिन भयो हो र ए बाबु चाहिँ कहाँ हुनुहुन्छ त त्यसो भने बाबु आएर दाइकोमा भएको ए बाबु रातिको 10 बजे आयो म आएन दाइसँग आएर 10 बजे ल्यान्ड हो 11:30 बजे औ के थरी हो हजुरहरू तामाङ हो हामी म त शेर्पा पो जस्तो लागिरहेको थियो तामाङ हो कहाँको यहीँको कि कता कुन ठाउँको हामी सिन्धुलीको हजुर सिन्धुलीको ए सिन्धुली त यता फेरि बस्नु भएछ उता हामी भाडामा बसिन्छ होइन भाडामै बसे भने यहाँ कसको घर छ हाम्रो अनि कहाँ घर छ त अर्काकोमा पैसा तिर्दै बस्ने हो कहिले खेदाउँछन् कि भन्ने डर लाग्छ हामी अस्ति मात्रै बालेनले खेदाएको हामीलाई अनि उहाँ कहाँबाट यहाँ उहाँ भाडा सस्तो छ अनि त्यही भएर यो ए यस्तो हो त्यो नैकातिर भनेको अलिकति होइन त्यस्तै छ पानीहरूको पनि सुविधा छ होला सायद छ नि पानी त्यति सुविस्ता छैन अनि गोरुभाडा चाहिँ अलिक सस्तो पर्छ क्या आन्टी त्यतातिर यतातिर त अहिले बस्ती भत्काएर धेरै महँगो भएको छ नि अनि हो त अनि ठिक छ त जहाँ बसे पनि आफूलाई सहज होस् राम्रो होस् भइगयो नि त्यति भयो भने हामी बस्तीमा बसेको भनेपछि बालेन सरकारसँग रिसाउनु भएको छ क्या हो तपाईँ 22-23 वर्ष भएको थियो बसेर अब भत्काइदियो हामी त्यस्तै त अनि गरिब मान्छेलाई हामी पनि गरिब नै हो आन्टी केही छैन जिन्दगीमा केही छैन यही त्यो गाडी ल्यायो आयो यसले नै दिनदिनै गऱ्यो गुजारा चलायो नानी बाबुहरू छ मेरो पनि 2टा बच्चा छ बाबु नानी काठमाडौँको ठाउँमा पढाउनु पर्यो खानु पर्यो छोरी बिहे गरेर पठाइदिएको छोरी अब उसको घरतिर हेर्नु कि हामीलाई हेर्नु कि यस्तो हो छोरा एउटा छ त्यति साउदीको ठाउँमा गएर सेलरी नि हेर्थेन अब ठिक छ राम्रो हुन्छ टेन्सन नगर्नु न खर्च मात्रै तपाईँले यस्तो दुःखको पीडा नसुनाउनु टेन्सन हुन्छ मलाई काम गाह्रो भएर म त्यही माथि पीडितमा चाहिँ झन् पीडित कुरा सुनाइदिनु नि झन् टेन्सन हुन्छ मलाई फेरि अहिले पीडित हामी झन् सबभन्दा पीडित हो हामी चाहिँ नभन्नु न हात खुट्टा छ हेर्नु सुन्नु मेरो कुरा घर भत्काएर यहाँ ल हामीलाई केही छैन त्यो कुरा केही छैन कसैले एक बोरा चामल किन्ने हुन्थ्यो भनेको जस्तो लागेको बेलामा टेन्सन नगर्नु तपाईँ आफै सक्षम हुनुहुन्छ हात खुट्टा छ टेन्सन गर्नु पर्दैन है हामी हात खुट्टा छ बुढा भइसक्यो बुढा भए छोराछोरी छन् नि त यो छोरी यति राम्रो हेर्नु त कति राम्रै हुनुहुन्छ बुझ्ने हुनुहुन्छ देश विदेश घुमेर आउनुभयो दुःख गरेर आउनुभयो अब उनीहरूको ठिक छ त धेरै कमाउनु पर्छ भन्ने छ र थोरै कमाएर नि खुसी पो हुनु पर्यो त परिवार त्यति भए पुगिगयो नि अरू के चाहियो र जिन्दगीमा हो त्यही अहिले तपाईँको अहिले खुसी हुनुहुन्छ नि त त्यति नै हो छोराछोरी होइन बहिनी के हो भन्नु त त्यही हो नि त छोराछोरी राम्रो होस् राम्रो होस् कसैलाई केही दिन नआओस् क्या मान्छेलाई दिन नआओस् रोग नलागोस् दिन नआओस् सबै कुरा सल्भ हुन्छ हामी पनि त्यसरी नै मन बिताइरहेको छु सम्पत्ति भनेको जति भए पनि हामीलाई नपुग्ने रहेछ अनि जस्तै दुःख सुख पनि टाढै जिन्दगीले हो त अनि अब सबभन्दा मेन कुरा ज्यान राम्रो होस् हो ए हो अनि थाहा रहेछ त हजुरलाई थाहा रहेछ त ज्यान भएपछि सेला गरेर खान्छ बनी गरेर खान्छ दुःख सुख कटाउँछ अब सबभन्दा राम्रो भोग नलागोस् दिन नलागोस् त्यही हामीले चाहने नै त्यही नै हो अरू केही चाहिँदैन हामीलाई चाहिने नै हामीलाई त्यही नै हो है जिन्दगी हाम्रो राम्रो भए भने संसार हेर्नु पाउँछ साह्रै मन छुने कुरा गर्नु है बजुले मलाई कहाँ तपाईँ कहाँ बस्नु मङ्गाफमा म गएको त अनि म माबुल्ला मङ्गा फायर त समुद्रको छेउ सबै घुमाएको छु नि त्यो सपिङ मलहरू छ नि त्यो सबै घुमाएको छु नि त्यो मङ्गाफनेरि पार्कहरू रहेछ यसो खाने बस्ने घुम्ने ठाउँ नुहाउने ठाउँ होइन सी साइडमा
छोरा गयो विदेशमा छोरी गयो विदेशमा पैसा ल्याऊ हाम्रै लागेको गएको त्यो भन्नु छैन कि मलाई बरु मेरो छोराछोरी राम्रो होस् पैसा चाहिँदैन अब म धेरै इमोसनल कुरा गर्दिनँ है अब साँच्चै भने मलाई नराम्रो लाग्यो है तपाईँ कस्तो भक्कानी यस्तो नहुनु त मम्मी म पनि अलिक सिरियस बोल्ने मान्छे पऱ्यो अलिक सिरियस बोलेको मम्मीलाई नि गाह्रो भयो नबोल्नु है अब भयो पर्दैन यो हो पुरा दुःख सुख सबै दुःख सुख भइरहेको छु म पनि हेर्नु कति धेरै दुःख गर्छु अब के गर्ने यस्तै छ हाम्रो एयरपोर्टमा यस्तै छ गाडीको सबैलाई प्यासेन्जरलाई अलिकति एक दुई पैसा सस्तो जाउँ भन्ने हुन्छ हामीलाई ठिक्क आफूलाई चाहिँदो पैसा लिउँ भन्ने हुन्छ हामीले बाहिर ट्रिप गर्न मिल्दैन हाम्रो भित्र गाडीले उहाँबाट खाली गाडी आउनुपर्छ त्यही त यो एउटा एकजना केटा पेट्रोल हालेर जलेर मर्यो त्यो पनि कति दुःख हो त अनि दुःख त्यो त एउटा उदाहरणीय भयो जस्तै अहिले सरकारले नि मम्मी सरकारले अहिले गरिरहेको थियो नि त यसरी रुल्स बनाउने अब यति फाइन हान्ने त्यो चाहिँ हुन्साउने गतेबाट भोलिबाट लाग्यो भन्ने कुरा हो मतलब त्यतिले केसम्म असर पुग्छ भन्ने कुरा त थाहा भयो नि त काम गर्ने मान्छेलाई पनि सुख छैन क्या त्यसको लागि त हाम्रो नेपालै भूगोलै राम्रो हुनु पर्यो नि त बाटो ठुलो हुनु पर्यो पार्किङ जतासुकै गर्ने ठाउँ हुनु पर्यो सेवा सुविधा हुनु पर्यो र पो हुन्छ त म पनि त्यही पक्षमा है मम्मी यो फ्यामिली भएको मान्छेलाई यति गाह्रो छैन कि गरेर खानलाई बिहान बेलुका एकछाक पकाउनलाई फ्यामिली भएको मान्छेलाई यो काठमाडौँ बसेर काम रोजगार छ हो नि अब विदेश जाउँ भने नि विदेशमा उता विदेश छिरिसकेपछि जस्तै दुःख नि भोगेर बस्नुपर्ने 2 वर्ष 3 वर्ष नभइसक्छ हो त ज्ञान राम्रो होस् हो नि मम्मी कसैको आगो नलागोस् नलागोस् मेरो त सुर्खेतको सामानहरू सबै त्यो एक ठाउँ मात्रै भएछ सुर्खेतको यस्तो मिलाएर हालेको यस्तो ठाडो बनाउँदाखेरि त सबै तल सर्केछ बिग्रिने सामान त थिएन होला नि त बिग्रिने सामान त त्यस्तो केही छैन तर फुट्ने सामानहरू चाहिँ छ क्या सबै फुटेन भने भइगयो नि बहिनी कि दिदी बहिनी हो हजुर एउटै मम्मीको तेज मिल्दैन भन्नुभयो मिल्छ बहिनी 3 बहिनी मिल्छ कसैको मिल्दैन बाबा कता हुनुहुन्छ बाबा यतै हुनुहुन्छ ए हुनुहुन्छ ठिक छ कति राम्रो फुल मम्मी र बहिनीले खै राम्रो फुल लिएर आउनु भएछ है वेलकम गर्न लिन के गरेर आफ्नो त्यसलाई पनि 500 पर्यो जे भए पनि एउटा फुल भनेको त्यस्तो हो क्या फुल बुझ्नु पनि मम्मी फुल भनेको फुल होइन त्यहाँभित्र त महँगै पर्छ कि महँगो पर्दो रहेछ कि मैले भित्र म पनि त महँगो मान्छे हो नि तपाईँहरूको लागि आज हेर्नु त महँगो मान्छे परिरहेको छु 500 त के होइन मेरो छोरीको लागि ओ त्यही सम्झिनु टेन्सन नगर्नु त्यस्तो 500 त कति दियो कति कमाइन्छ पछि टेन्सन नगर्नु न नानी आएछ कुवेत बसेर कस्तो रहेछ त विदेशमा कामहरू गर्दा कतिको पीडा रहेछ पुरै गाह्रो त मेरो छोरा त झन् गाह्रो छ है यो ड्युटीमा गइसकेपछि उभिएकै सबै याद गर्नु हुँदो रहेछ सबै याद गर्नु हुँदो रहेछ उभिएकै 8 घन्टा अनि लगाउनु पर्ने उभिएर गाह्रो छ नि गाह्रो छ विदेशमा हामी पनि बसेको मम्मी विदेश 8-9 वर्ष बसेर आएको पहिला मान्छे। त्यस्तै त हो नि चिसो आइरहेको छ नि हल्का है मैले कुनैको चिसो लगाइरहेको छु भाषामा चिसो आइरहेको छ नि है मेरो छोरा त चिसो भइरहेको पढेको छ है। छैन नपढेको भएर चिसो होला आइरहेको छ धेरै गाह्रो भएको कामलाई पनि पढाइ सबैभन्दा ठुलो कुरो हेर्नु मान्छेको पढाइ नै हो लाइफमा पढेन नि ठिक छ होइन। त अब एउटा मोबाइलको नम्बर पनि हेर्न त्यति मात्रै हेर्न आउँछ होला पढ भन्दा मानेन पो त्यस्तै सबै के कुरा गर्नु। सबैभन्दा ठुलो पढाइ रहेछ पढाइ हो नि पढाइले नै हो किन दुःख पायो पढाउन सकेन
खुसीको कुरा गर्नु छैन। अब त्यो नबोल्नु है, अब नबोल्नु है तपाईँ। होइन एकदम हामीलाई नि इमोसनल बनाउनुहुन्छ तपाईँ। पर्दैन, अब खुसी हुनु न। खुसीको आँसु नै हो। हो ल, खुसीको आँसु, ल ल ल दामी, ल खुसीको आँसु। 3.5 वर्ष बसेर आएछ नानी तपाईँको, हेर्नु 3.5 वर्ष भनेको यहाँ हो। आमा छोरी छुट्नु भनेको, अहिले मेरो नि बच्चा छ, म एकछिन छोड्यो भने कस्तो आफूलाई गाह्रो हुन्छ मलाई, एकछिन देखेन भने। भनेपछि आफ्नो सन्तान 3 वर्षसम्म छोड्नु भनेको कति कस्तो भएर बस्नु भयो होला तपाईँ, थाहा छ नि हामीलाई नि पीडा। हामी पनि बाउ बन्यौँ, कसै बच्चा बच्चीको कति पीडा हुन्छ। आयो ठिकै छ, राम्रो छ। तिमी पनि स्याड भयो हो? नै होइन, स्याड नहुनु, स्याड सुत्नु नपाएर टेन्सन भयो। अब सुत्ने नि, झट्ट खाने बनाउने मिठो कुरा कुबेतमा अब फ्रिजमा राखेको खाँदा खाँदा ड्यामेज भयो होला होइन चिया। अब झट्ट मिठो कुरा खाने है। घरको बाहिर छुट्टी कि फिनिस्ड? छुट्टी छुट्टी हो। अलिपुती ज्ञानी यही एउटा र अनि भाइ त्यो 2 जना विदेशमा गयो। त्यो अलि ज्ञानी चाहिँ अलि मूर्खा, केही नबुझ्ने मूर्खा चाहिँ यहीँ बसेको छ। यहीँ मसँग झगडा गर्ने, त्यस्तै हो नि मम्मी, किन्न आउने, त्यस्तै हो नि, टेन्सन 10 नगर्नु। रुपियाँ ल्याऊ भन्ने, 20 रुपियाँ ल्याऊ भन्ने। त्यस्तै हो नि नेपालमा बसी। अब आफ्नो डेडी मम्मीलाई छोराछोरीले भए पनि नभने मागिरहने क्या त। पहिले हामीले नि मागिरहन्थ्यौँ, 10 रुपियाँ दिनु न, 20 रुपियाँ दिनु न भनिरहन्थ्यो कि, होस् कि नहोस् तर मागिरहने आफ्नो मम्मी बाबालाई। बच्चाले नमाग्ने। अब 30-32 वर्ष भइसक्यो बाउ, जति कमाए नि नकमाउने होइन, कमाउने त्यसलाई कहिले नपुग्ने पैसाले। त्यस्तै हो मम्मी, कोही राक्षस सन्तानमा राक्षस हुँदो रहेछ। हुन्छ नि। एउटै परिवारमा पनि कुनै छोराछोरीले सुख दिन्छ भने कुनैले दुःख दिन्छ, भएको सक्छ। बाबुआमालाई मर्नुसम्म बनाउँछन् नि। त्यो दुःख दिने बिर्सेर यो सुख दिने सम्झेर बस्छ म। हो गुड हो, त्यो सम्झिनु। माया सबैलाई गर्नुपर्छ। ऊ बिग्रियो भन्दैमा उसलाई नि बिग्रियोस् खत्तम भन्नु हुँदैन, भइसक सपार्नुपर्छ होइन। यस्तो है भन्नुपर्छ, हामीले राम्रो गर्नुपर्छ है। त्यही हो, टेन्सन नगर्नु। यताउता लगेर अलिअलि खर्च गरेर उपचार गरिदिनु पर्छ। के भएको छ र? अलिक दिमाग नभएको जस्तो, ए ठिक छ त। अब यताउति अलिक गर्नु, पागल जस्तो। राम्रोसँगले गर्नु होइन। अब एमी केटाकेटी हुनुहुन्थ्यो, अनि मैले उहाँहरूसँग पैसा पनि लिइसकेँ भाडा। अनि उहाँले मलाई विदेशको कुवेतको 1 केडी पनि दिनुभएको छ। लगेज त धेरै ठुलो होइन, अनि उहाँलाई मैले पुऱ्याइदिएँ किनभने क्यामेरामा चाहिँ मैले देखाउन पाइनँ, क्यामेरा गाडीमै थियो। त्यही भएर हजुरहरूलाई उहाँले भाडा इमान्दार साथ दिनुभयो, मलाई खुसी भएर दिनु हो भनेकै भाडा दिनुभएको छ, राम्रो दिनुभयो। र अब मेरो आजको पहिलो प्यासेन्जर मैले छोडिसकेँ। अब म फेरि एयरपोर्टतर्फ जाने क्रममा छु। अब एयरपोर्टमा भेटौँ है त। बाई, हेभ अ गुड डे।